को तयारी गाइस, को तयारी। हेलो 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 गाइस, लेट्स गो। हामी पिकनिक जाँदैछौँ। अरूहरू चाहिँ गाडीमा छन्, स्कुटीमा। यो बाटो चाहिँ जिन्दै नबन्ने भयो, खालि बनाउने बिग्रने बाटो बनाउने बिग्रने भयो होइन। रास्ता हाइटमा भएर यो के को लागि बनाएको पुरै नभने खतरनाक इन्जिनियरिङ हुन्छ यो पुलले चाहिँ गाइस। एक्सेसिभ हाइट हो क्या त। धेरै हाइट। स्वयम्भू आइपुग्न लाग्यो लगभग। अब तेल हाल्छौँ यता हलचकमा, त्यसपछि दहचकको यात्रा टोलीहरूलाई चाहिँ यहाँ भेटियो। उकालोमा सही हिँड्नु परेछ होइन, नउक्लेर गाडी बर्बाद। दहचकको बाटो चाहिँ यस्तो खतरनाक छ, सिधा पाइलाको बाटो हो यो। उकालो तान्दै तान्दै भन्ने कुरा हो। गाइस एकदम लास्ट चिसो छ। आठ छिडाएर यस्तो हैरान भएको गाडी हुँदैन। धर्के हाइवेमा आइपुग्यो। जाने चाहिँ त्यही माथि बाटो जान्छ। हाम्रो गाइडहरू चाहिँ यो घुमघामले त कतिको जस्तो लाग्छ। एकदिन नै रिफ्रेसमेन्ट आउँछ नै हो है। कुराहरू हेरेर त्यही प्रकारको लाइफको लागि रिफ्रेसमेन्ट चाहिन्छ भन्ने एउटा धारणा चाहिँ हाम्रो अभिषेक सरको हो होइन। कति राम्रो बनाउनु भएको छ हेर्नु त। परमेश्वरको हातको कला कति मजाको छ होइन। कति मजाको छ। सडक चाहिँ धार्के पुगिन्छ गाइस होइन। यताबाट चाहिँ धार्के धादिङ होइन। यताबाट यसरी यहाँ हामी हेर्न सक्छौँ।
बुढाट थुप्रै छ होइन। स्विजरल्यान्ड पार्क हाम्रो यताबाट 2 देखि 5 किलोमिटर, बद्रीनारायण धाम पनि 1 किलोमिटर होइन। ल यो बाटो चाहिँ जक्सन भयो बाटो। यु क्यान सी माउन्टेन्स होइन, रेन्जेस। अब यो चाहिँ अलिकति अफरोड टाइपकै छ अहिले। अब पिच गर्नै बाँकी होला यो मेबी, ठिकै हो। ऊ त गरेर त्यो उयो ढलान चाहिँ गरेर रहेछ, ढलान चाहिँ गरेर तर त्यतिको ऊ चाहिँ छैन, पिच गर्नै बाँकी छ। हाम्रो गाडी चाहिँ बिस्तारै अब हात्ती गाडी हो होइन, हात्ती भने लम्किने हो होइन, लम्किँदैछ आफ्नो तालमा होइन। हात्ती गाडी ल अगाडि बढिदिनु पऱ्यो। आठ बन्दै हो माथिबाटै हो दाजुलाई माथि 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 हो। स्विजरल्यान्ड पार्क यतैबाट होइन, स्विजरल्यान्ड पार्क यतैबाट हो क्या। एयरफोन लगाएको हावा पनि हाल्नु पाइँदैन। लास्ट डेन्जर है। सूचित हराएको सूचना हामी सबैजना यता हुन्छ। हाम्रो हामीले केही त्यस्तै प्रार्थना गर्नुपर्ने कुरा लगत छैन। हामी प्रभुलाई यसरी नै अन्तिम धन्यवाद दिउँ। अनि हामीले विश्वास गरेको हाम्रो परमेश्वर हाम्रो सबै समस्याको समाधानकर्ता हुनुहुन्छ। अनि समस्याबाट जिइरहेका छौँ भने पनि तपाईँले विश्वास गर्नुहोस्, परमेश्वर यहाँनिर उपस्थित हुनुहुन्छ र तपाईँ र मेरो सबै खाले समस्याहरू प्रार्थनै नगरिकन पनि उहाँले के गर्नुभएको छ भने हामीले गरेको विश्वासको कारणले समाधान भएको छ भन्ने कुरामा विश्वास गर्नुहोस्। हुन्छ हामी समयअनुसार एउटा हामी कसै पनि चित्र बनाएर एउटा हामी फोटो लिनेछौँ है त। हुन्छ यो यस्तो महत्त्वपूर्ण समय हामी फेरि पाउन सक्दैनौँ। ल हुन्छ भाइ विषयलाई यो समय मैले फेरि भजन गीत गर्न अपराधीहरूलाई
विषय प्रभु यीशु ख्रीष्टले जो पवित्र आत्माको सङ्गति अनि सहभागिता र उपस्थिति विश्वव्यापी मण्डलीभरि आज अनि सदा सर्वदा जबसम्म तपाईँ एकमात्र जिन्दो प्रभुको दोस्रो आगमनको प्रतीक्षा गरिरहेका छौँ। कुनै प्रभुको दोस्रो आगमन जब लाग्दैन तबसम्म विश्वव्यापी मण्डलीभरि हेर्न सकिन्छ। हामी पिक्चर नभइकन एउटा फोटो खिच्नेछौँ। एकदमै गीत गर्दै हामी कता खिच्ने भन्नुभयो राजकुमार सर? यतापट्टि जानेछौँ। यतापट्टि लड्नु एकदम मिलेर बस्नु जयमसी। अनि आजको यो वनभोज कार्यक्रम कस्तो लाग्यो हजुरलाई? एकदमै राम्रो भयो नि। यहाँभन्दा राम्रो हुने ठाउँमा के छ र? एउटा कुरा चाहिँ के हो भने सबै मण्डली परिवार भेला हुन पायौँ होइन। हजुर, सायद योभन्दा अगाडि कसैले पनि यहाँ शनिबारको दिन आएर प्रार्थना दौरा उतार्ने काम आराधना गर्ने काम गरेको थियो होला। हजुर, आज यसलाई काठमाडौँले चाहिँ गरेको छ। हजुर। अनि मलाई लाग्छ यो पहिलो पटक हो भन्ने मेरो विचार छ। अनि यसमा चाहिँ म अति नै खुसी छु। धन्यवाद 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 गुरुबाबा, धन्यवाद। हुन्छ, गुरुमा कस्तो लाग्यो आजको प्रोग्राम? कस्तो हुँदैछ है? अरू केही भन्नु छ हजुरलाई? अनि निता, अनि आजको प्रोग्राम कस्तो लाग्यो? रमाइलो छ है, नयाँ ठाउँमा। अहिले जाडो हुन लाग्यो है। अनि अरू केही छ भन्नु? केही छैन, तपाईँलाई मिठो 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 माया। धन्यवाद। अनि यता हाम्रो म्यामले ठिक छ है, राम्रो छ है। हाम्रो सारा कता टोलाइरहनु भएको छ भन? बस्दा बस्दै तपाईँ के सोच्दा हुनुहुन्छ? सन्चै हुनुहुन्छ? कस्तो लाग्यो आजको प्रोग्राम? रमाइलो, धन्यवाद। ल, जय मस्ती। ओके, मनमाइजुमा। अनि कस्तो भयो आजको प्रोग्राम? कस्तो रमाइलो छ है? अनि अरू केही भन्नु छ हाम्रो तपाईँलाई? क्रिसमस नजिक आउँदैछ, के छ प्लानिङ? क्रिसमस नजिक आउँदैछ, प्लानिङ के छ? जय मस्ती। ओके, भयो है, ठिक छ। अनिखेरि आउने क्रिसमसको के छ प्लानिङ? राम्रो छ, भेरी गुड। ल, धन्यवाद। ल, जय मस्ती म्याम। अनि कस्तो हुँदैछ आजको यो प्रोग्राम? हजुर, राम्रो भएछ। अनि यसरी बाहिर आएर त्यो सङ्गति साथसाथै वनभोज गर्दाखेरि कस्तो फिल भइरहेछ हजुरलाई? हजुर। अनि यस्तै कार्यक्रम आउने वर्षहरूमा पनि बढ्दै जानुपर्छ भन्ने कुराहरूमा चाहिँ तपाईँको कतिको सहमति छ?
अलिकति व्यवस्थित तरिका हाम्रो पहिलोचोटि भयो होइन अहँ। धेरै अब कम्ती भयो आउँदो दिनहरूमा चाहिँ अझ राम्रो अझै योभन्दा राम्रो गरिने ओके ओके धन्यवाद। अनि क्रिसमस आउँदैछ अनि कस्तो छ तयारी कस्तो छ? क्रिसमसको तयारी त हुँदैछ हुँदैछ है ल ठिक छ धन्यवाद। अनि अन्तिममा हाम्रो विश्वासीजनहरू साथै भ्युअर्सलाई केही भन्न चाहनुहुन्छ? विश्वासीजनहरूलाई पिकनिक जानुपर्छ भन्ने कुराहरूमा गर्दाखेरि सहमति जनाइदिनु भयो आइदिनु भयो र हेरिदिनु होला मन पराइदिनु होला धन्यवाद जय मसी। हुन्छ हाम्रो पिकी सेवे हाम्रो अगुवा जय मसी। अनि सन्दीप सर कस्तो भयो आजको प्रोग्राम? आजको एकदमै राम्रो एकदमै आकर्षणीय भयो। अनि आउने वर्षहरूमा पनि अब यस्ता खालको प्रोग्रामहरू ल्याइरहनुपर्छ भन्ने कुराहरूमा चाहिँ कतिको सहमत हुनुहुन्छ र के पोजिटिभ भाइबहरूका कुराहरूबाट के कुराहरू छ थप हामीले चाहिँ सुधार्नु पर्ने कुराहरू देख्नुभयो? हरेक वर्ष हामी नयाँ नयाँ कुराहरूलाई नयाँ भन्नाले त्यो चाहिँ एउटा के भनेको एकदमै आदर हुनेपूर्वक हुने कुरा परमेश्वरलाई आदर हुने कुराहरूमा कुराबाट हामीले एक्सपिरियन्स गर्दै अगाडि बढ्नु सायद अब यो ओभर सबै कुरा ठिक भएको कारणले अब हामी हरेक परिस्थितिलाई मेन कुरा हो। धन्यवाद। अनि अब अन्तिममा हाम्रो मण्डली परिवार साथै भ्युअर्सहरूलाई केही भन्न चाहनुहुन्छ? हाम्रो मण्डली परिवार सबैलाई आजको यो प्रोग्राममा सहभागी हुनको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि के भन्नु तपाईँको भ्युवर्सहरूलाई पनि एकदमै जय मसिंह। अनि तपाईँहरू कुनै पनि समय हाम्रो डाल्पा एरिया यो काठमाडौँ एरियामा हुनुहुन्छ भने सङ्गतिको लागि शनिबार तपाईँ डाल्पाबाट हुनुहुन्छ भने हामीसँग तपाईँले सङ्गति बनाउन सक्नुहुन्छ। त्यो चाहिँ हाम्रो डाल्पा इजरी पुल नजिकै छ हाम्रो न्यू लाइफ एपोस्टोलिक चर्च। तपाईँहरू सहभागी हुन सक्नुहुन्छ हाम्रो सङ्गतिमा। तपाईँलाई एकदमै हृदयदेखि स्वागत छ। धन्यवाद जय मसी जय मसी सर। जय मसी। अनि कस्तो भयो आजको प्रोग्राम? आज एकदमै रमाइलो भयो। आज हामीले चाहिँ यो नयाँ अनुभव आजसम्म चाहिँ हामीले यो स्विजरल्यान्ड डाँडामा हजुर एकदम मजासँगले मनाइयो। हाम्रो विकासको पथ अत्यन्तै राम्रो सुसंस्कार वचन अनि हामीले इन्जोय गऱ्यौँ। अनि मलाई लाग्छ यहाँ वरिपरि इन्जोय गर्न आउनुभएको साथीभाइहरूले अनि नयाँ आगन्तुक पाहुनाहरूले उहाँहरूले पनि आजको वचनलाई अनि इन्जोय गर्नुभयो भन्ने हाम्रो विश्वास छ, हाम्रो ठम्याइ छ। अनि जुन यो प्रोग्राम चाहिँ तपाईँको यो वनभोज प्रोग्रामहरू यसरी एकत्रित भएर गरिने प्रोग्रामहरू मण्डलीले आउने वर्षहरूमा नि गर्दै जानुपर्छ भन्ने कुराहरूमा कतिको सहमत हुनुहुन्छ तपाईँ? यो कस्तो भने मैले सम्भव भएसम्म महिनामा एकपल्ट यसरी गर्नुपर्छ भन्ने कुराको चाहिँ मैले आज हजुर साँच्चै नै रमाइलो भइरहेको छ। अनि अब यो सम्भव कति हुन्छ भन्ने कुरा अलग कुरा हो, तर सकेसम्म महिनामा एकपल्ट चाहिँ यसरी चाहिँ अब तपाईँको सङ्गति मण्डलीभित्र भन्दा पनि मण्डलीको बाहिर यसरी सङ्गति गर्न पाइयो भने चाहिँ अत्यन्तै रमाइलो हुने रहेछ भन्ने हाम्रो विश्वास। अनि यो प्रोग्रामहरू गर्दै गर्दाखेरि केही धेरैवटा त्रुटिहरू पनि हुन्छन्, केही कुराहरू सुधार्नै पर्ने खण्डमा चाहिँ के कुराहरू चाहिँ सुधार्नु पर्ला जस्तो लाग्छ तपाईँलाई? त्यसो हो, यो मण्डलदेखि बाहिर घरदेखि बाहिर निस्केपछि सबै कुरा हामीले सोच्छौँ र हामीले चाहे जस्तो हुँदैन। त्यो कुरालाई चाहिँ हामीले कम्प्रोमाइज गरेर जानुपर्छ र जे आउँछ त्यही जे परिआउँछ त्यसलाई चाहिँ हामीले सामना गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ। धन्यवाद। अब यो अन्तिममा हाम्रो म विश्वासीजनहरूलाई केही भन्न चाहनुहुन्छ? जति पनि आउनु भएको छ उहाँहरूलाई धेरै धन्यवाद। यहाँ आएर इन्जोय गर्नुभयो, परमेश्वरको महिमा भएको छ अनि यसमा चाहिँ हामी धन्यवादी हुनुपर्छ भन्ने हामीलाई विश्वास लागेको छ। अनि कसैको केही कमी कमजोरी भएको छ भने त्यसलाई हामीले बिर्सेर त्यसलाई चाहिँ एउटा घरदेखि बाहिर निस्किँदै गर्दाखेरि भयो कमजोरी भनेर सम्झेर चाहिँ एउटा सानो हृदय नगरिकन ठुलो हृदय बनाएर परमेश्वरको राज्यमा त्यसरी अगाडि बढ्दै जानुपर्छ भन्ने कुरो सबैलाई सन्देश रहेको। अनि आउँदै गरेको क्रिसमसको लागि तपाईँको तयारी कस्तो छ? क्रिसमस भनेको चाहिँ अब तयारी भन्दा पनि हामीले चाहिँ तपाईँको जति पनि परमेश्वरको वचनअनुसारको सुसमाचार छ
परमेश्वर यीशु ख्रीष्टको जन्म चाहिँ मानिस उद्धारको लागि भएको आमेन, कुरा आमेन। चाहिँ हामीले सुसमाचार प्रचार गर्नुपर्छ, भन्नुपर्छ, संसारलाई सुनाउनुपर्छ भन्ने हाम्रो विश्वास हो। अनि त्यही अनुसारले हाम्रो हृदयलाई तयारी गर्नुपर्छ। धेरै राम्रो कुरा गर्नुभयो। हुन्छ, धन्यवाद हाम्रो सरलाई। थ्याङ्क यू, जय मसी। जय मसी, थ्याङ्क यू। फेरि अर्को मलाई भेटौँ है ल। पकौडा बन्दैछ। पकौडा। जमेसी सर, अनि आजको प्रोग्राम हजुरलाई कस्तो लाग्यो? साह्रै राम्रो। धन्यवाद। अनि आउने वर्षभरि यस्तै खालको प्रोग्रामहरू होस् भन्नेमा चाहिँ तपाईँको कतिको सहमति छ? मेरो 100% सहमत है, ल धन्यवाद। अनि आजको यो कार्यक्रममा कुनै त्रुटि भएको, केही खल्लोपन भएको केही कुराहरू छ, केही सुधार्नुपर्ने कुराहरू केही पनि छ? हजुर, हाम्रो यो साउन्ड सिस्टममा एउटा ब्लुटुथ भन्ने कनेक्सन भएन, हजुर, जसले गर्दा चाहिँ हामीलाई केही गीतहरूमा नाच्नको लागि समय मिलेन। हजुर, त्यो मात्रै हो, अरू सबै राम्रो, खानेकुरा राम्रो, ट्राभल राम्रो, हाम्रो ट्रान्सपोर्टेसन सबै राम्रो भयो, धेरै राम्रो भयो। पर्सन राम्रो, आजको सेवा चाहिँ साह्रै राम्रो। सबैलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। जसले आफ्नो ठाउँबाट जति जति योगदान पुर्याउनु भएको छ। अनि यदि आउँदै गरे क्रिसमस आउँदैछ, आउँदै गरेको क्रिसमसको लागि तपाईँ हजुरको तयारी के छ र कसरी चाहिँ क्रिसमस मनाउँदाखेरि ठिक हुन्छ भन्ने तपाईँ सोच्नुहुन्छ? क्रिसमस चाहिँ हाम्रो पहिलो कुरा चाहिँ हाम्रो हृदयमा आउनुपर्छ। अनि दोस्रो कुरा चाहिँ हाम्रो हृदयमा भएपछि हाम्रो परिवारमा त्यसको असर पर्छ। त्यस पछाडि हाम्रो परिवार हुँदै हाम्रो मण्डली अनि समुदायमा यस्तो के हुनुपर्छ भन्दाखेरि सन्देश पुग्नुपर्छ भन्ने लाग्छ मलाई। परिवार, मण्डली, समुदाय, संसारको जुनसुकै ठाउँमा पुग्नुपर्छ। अनि फेरि जाँदा जाँदै अन्तिममा हाम्रो मण्डली परिवार लगायत सम्पूर्ण विश्वव्यापी मण्डलीहरूलाई के भन्न चाहनुहुन्छ? आउँदै गएको प्रवेशको जन्मोत्सवको समय पारेर यहाँलाई उत्तरोत्तर प्रगति अनि यहाँको जीवनमा आर्थिक उन्नति अनि यहाँको जीवनभरि चाहिँ समृद्धिपनाहरू छ भनेर म यहाँ सबैमा कामना गर्न चाहन्छु। धन्यवाद। जयमती म्याम, अनि आजको प्रोग्राम कस्तो लाग्यो हजुरलाई? हजुर, अनि आउने वर्षहरूमा पनि यस्तै खालको कार्यक्रमहरू हुँदै जाओस् भन्नेमा तपाईँको चाहिँ कस्तो खालको प्रतिक्रिया छ? अनि आउँदै गरेको क्रिसमसको लागि हजुरको तयारी के छ र मण्डलीले कस्तो रूपमा चाहिँ तयारी गरोस् भन्ने हजुर चाहनुहुन्छ? अनि चाहिँ यो मण्डली परिवार लगायत विश्वव्यापी मण्डलीलाई चाहिँ हजुरको चाहिँ के चाहिँ सन्देश छ?
धन्यवाद म्याडम जयमसी। सो आजको प्रोग्राम ओभरअलमा कस्तो लाग्यो? अनि अपकमिङ इयर्सहरूमा पनि यस्तो खालको प्रोग्रामहरू कार्यक्रमहरू चाहिँ मण्डलीले गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ तपाईँको कस्तो खालको प्रतिक्रिया छ? हजुर हजुर, किनभने आउँदै गरेको क्रिसमस आउँदैछ होइन, अब हामीले एउटा सेलिब्रेसनको रूपमा लिइरहेका छौँ, कुनै पनि डेटलाई हामीले हेरेका छैनौँ होइन। तपाईँको तयारी चाहिँ कस्तो छ? धुमधाम भइरहेछ है? भेरी गुड। हजुर, अनि अब जाँदै गर्दाखेरि मण्डली परिवारलाई चाहिँ के भन्न चाहनुहुन्छ, अथवा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? Thank you so much. धन्यवाद जयमसी। ओके, जयमसी सबैलाई। सो ओभरअलमा आजको प्रोग्राम कस्तो लाग्यो? आजको प्रोग्राम मलाई लाग्यो, खुसी लाग्यो है। अनि आशिषमय भयो है, बिहान अलिकति दुःख पाइयो तर आशिषमय भयो है। ओके, यो आजको प्रोग्राम हामीले गर्दै गर्दाखेरि कहाँनिर के कमजोरीहरू फेला पर्नुभयो र के चाहिँ सुधार्न पर्छ आउने दिनहरूमा, तपाईँहरूलाई कस्तो लाग्छ? कोही मान्छे एकदम राम्रो अब्जर्भेसन गर्नुभएछ। साथै पक्कै नै हाम्रो चाहिँ एक ठाउँमा बसेरै गर्नुपर्ने हो, एकैचोटि आएको हामी होइन। ओके, ठिक छ, यो कुरामा हामी आउने वर्षहरूमा हामी सुधार्दै जाने नै छौँ। अनि आउने वर्षहरूमा पनि यस्तो खालको वनभोज कार्यक्रम मण्डलीले गरोस् भन्ने कुराहरूमा चाहिँ कतिको सहमति हुनुहुन्छ? 100% है, भेरी गुड। विभिन्न ठाउँमा गएर त्यो ठाउँमा गएर अरू मान्छेले अब नर्मली हामीले अरू भेरी नाइस। अनि ओके, धेरै राम्रो पोइन्टहरू ल्याउनु भएको छ। अनिखेरि अब एउटा कुरा चाहिँ, अब आउँदै गरेको क्रिसमसको लागि तपाईँहरूको तयारी के छ? बवाल हुँदैछ। ओके, भेरी नाइस। अनि कस्तो हुँदैछ? क्रिसमसको तयारी कस्तो हुँदैछ? ओके, भेरी नाइस। अनिखेरि जाँदै गर्दाखेरि अब हाम्रो मण्डली लगायत विश्वव्यापी मण्डलीहरूलाई चाहिँ तपाईँहरूको सन्देश चाहिँ के छ? के भन्न चाहन्छु, तपाईँहरू चाहिँ कहिले पनि पछि नहट्नुहोस्, प्रभुमा चाहिँ अगाडि बढ्दै जानुहोस्। जसरी यीशु ख्रीष्ट चाहिँ उहाँ चाहिँ जसरी आफ्नो कुरा लिइकन पछिसम्म रहनुभयो, त्यसरी तपाईँहरू नि पछिसम्म रहनुहोस् भन्न चाहन्छु। र
अरू के भन्न चाहन्छु भने तपाईँहरूलाई चाहिँ क्रिस्चियसको जन्मदिनको लागि धेरै 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 के भन्छ शुभकामना। मेरी क्रिसमस र ह्याप्पी क्रिसमस तपाईँहरूलाई। थ्याङ्क यू सो मच गाई। ल जयमसी। थ्याङ्क यू। ओके जयमसी। अनि अब यो आजको कार्यक्रम कस्तो लाग्यो तपाईँलाई? अनि आउने वर्षहरूमा पनि यस्तो खालको कार्यक्रमहरू चाहिँ मण्डलीद्वारा चाहिँ गरिनुपर्छ भन्ने कुराहरूमा चाहिँ कतिको सहमत हुन्छ? अनि जाँदै गर्दाखेरि अब यो हाम्रो मण्डली लगायत इस्लामी मण्डलीलाई के भन्न चाहनुहुन्छ? धन्यवाद अभी। जयमसी। अनि विनोद सर यो आजको यो कार्यक्रम कस्तो लाग्यो हजुरलाई? एकदम राम्रो। यो एक त चाहिँ डाँडाको चाहिँ प्रार्थना जस्तो पनि भयो मण्डली परिवारसँग। धेरै वर्ष खास मण्डलीमा यस्तो प्रोग्राम पनि भएको थिएन। त्यो त अब आज चाहिँ धेरै महल पिकनिक भए पनि एउटा हाम्रो सुसमाज जस्तो पनि एउटा इसाईपन पनि भयो। र विशेष गरी मण्डली परिवार यसरी चाहिँ समग्र एकसाथ भएर चाहिँ उच्च डाँडाको प्रार्थनामा आएर यसरी चाहिँ पिकनिक गर्ने पनि एउटा चाहिँ सङ्गठित प्रयोग चाहिँ एउटा चाहिँ उत्साह गर्ने पनि भएको आज चाहिँ धेरै राम्रो लाग्यो। अनि यो यस्तो कार्यक्रमहरू चाहिँ आउने वर्षहरूमा गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ कतिको सहमत हुनुहुन्छ तपाईँ? म त छु यसमा है, किनभने हरेक हाम्रो मण्डलीमा के हुन्छ भनेदेखि अब हरेक आफ्नो काम व्यवसायमा हुन्छौँ होइन। शनिबार सङ्गति आयो भयो, सङ्गतिमा भेट भयो, चिन्जान पनि नहुने, एकअर्कालाई राम्रोसँग नचिन्ने पनि हुन्छ। यसरी आयो भने आज धेरैजना छैन एकसाथ हुनुभयो र एकअर्काले बुझ्ने मौका पाउनुभयो। अनि एउटा आफ्नोपन पनि उहाँले देख्नुभयो भने हाम्रो उसमा पनि यस्तो छ है, हामी चाहिँ त्यस्तो गर्न सक्छौँ भन्ने कुरा पनि कतिपय मण्डलीहरूमा यस्तो गर्नुहुन्न भन्नुहुन्छ नि त। त्यसो वर्षमा यस्तो गर्नु भनेको डाँडाको प्रार्थना हामीले गर्न आवश्यक पनि छ, आवश्यक पनि थियो। हाम्रो मण्डली अब पहिला त म आउनुभन्दा पहिलाको मण्डलीमा चाहिँ यो चाहिँ त्यस्तो चाहिँ कुनै भएको प्रोग्राम थाहा छैन मलाई। तर म अब अहिले 3-4 वर्ष अवधि हामी मण्डलीसँग त्यो गर्दै जाँदाखेरि अनि हामी यसरी चाहिँ फर्स्ट टाइम यो कुरा चाहिँ म आएको वर्षदेखि नै कुरा त भएको पासिदाहरूसँग। अनि यसरी चाहिँ गर्दा चाहिँ बिहाहरू मान्नुभयो, हरेक मण्डलीले माने यसरी आउँदाखेरि चाहिँ राम्रो भयो, धेरै राम्रो भयो। आगामी दिनमा यसो हुनैपर्छ। हुन्छ धन्यवाद। अनि यो वनभोज सङ्गतिको चाहिँ राम्रो पक्ष र नराम्रो सुधार्नुपर्ने पक्ष चाहिँ के? हाम्रो फर्स्ट टाइम मण्डलीको यो हजुर फर्स्ट टाइम भएको कारणले धेरै कुराहरू थियो हामी मेहनत गरेर चल्यौँ। तर हाम्रो चाहिँ अब हाम्रो त सेड्युलहरू राम्रो मिलेन, बिहान आउँदा पनि भयो। अनि यहाँ आउँदा हामीसँग अब धेरै कुरो अभावहरू थियो, अलिकति म्याट्रेसहरू थिएन। सङ्गति गर्ने ठाउँको लागि अनि बिसाउनुको लागि म्याट्रेसहरू हाल्नुपर्ने, हामीले अलिकति कभरको लागि के राम्रो हुनुपर्ने त्यो हामीसँग भएन। आगामी दिनमा चाहिँ हामी यसलाई चाहिँ राम्रोसँग आउनुपर्ने छ। राम्रो धेरै राम्रो भयो प्लान भनेको त त्यही हामी इक्विपमेन्टहरूले ल्याउने मैले हामी चाहिँ अर्सुमा, किनभने फर्स्ट टाइम भएर हामी चाहिँ नेक्स्ट वर्ष चाहिँ हामी योभन्दा धेरै राम्रो गर्नेछौँ। धेरै धेरै धन्यवाद। अनि अब जाँदै गर्दा फेरि मण्डली परिवारलाई के भन्न चाहनुहुन्छ? विशेष गरेर धेरै धन्यवाद। आज यसरी हामी एकसाथ भइकन अनि पास्टर गार्जियनहरूलाई अनि यसरी यो चाहिँ एरेन्ज गर्ने टिमहरूलाई अनि हामी सबैले धन्यवाद छ। आउँदै गरेको अब क्रिसमस छ, क्रिसमसको पनि अब एकदम सुसमाचार कार्यक्रमसँगै अझ राम्रो गर्न पाऊँ। आउँदै गरेको क्रिसमसको शुभकामना पनि छ मण्डली परिवारलाई। अनि सबैले अब चाहिँ परमेश्वरको आशिष अब यो परमेश्वर क्रिस्टको जन्म उत्सवसँगै अब आउँदो दिनमा धेरै आशिषमा धेरै चाहिँ एकता अझ धेरै जागृति भएर चाहिँ अघि बढ्न सकौँ भन्न चाहन्छु। हजुर हजुर धेरै 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 धन्यवाद। हुन्छ यो समय दिनुभएका लागि र आजको यो धेरै यो किचन डिपार्टमेन्ट सम्हाल्नु भएको लागि पनि धेरै धेरै धन्यवाद। हजुरले पनि धन्यवाद। धेरै धेरै धन्यवाद। हुन्छ जय मसी। जय मसी सर। जय मसी। अनि आजको यो वनभोज कार्यक्रम हजुरलाई कस्तो लाग्यो?
निकै रमाइलो, आशिषमय अनि अनौठो, एकदम सम्झना योग्यको है। अनि यो कार्यक्रम गर्दै गर्दाखेरि केही कुराहरू सुधार्नुपर्ने, केही राम्रो पक्ष हजुरले के चाहिँ देख्नुभयो? राम्रो पक्ष लगभग सबै विश्वासीहरू सहभागी हुनुभयो, अत्यन्तै जोस र उत्साहका साथ, र सबैले आफ्नो औकात अनुसार केही न केही कन्ट्रिब्युट गरेर दिएरै आउनु भएको छ यहाँ सबैभन्दा। अनि त्यो मण्डलीमा जतिजना छ सबैले आफ्नो आफ्नो जिम्मेवारीहरू गर्नुभएको छ, त्यो एउटा राम्रो पक्ष छ। अब सुधार्नुपर्ने केही छ? सुधार्नुपर्ने चाहिँ हाम्रो व्यवस्थापनमा है? अलिकति सङ्गीतको सामग्रीहरूको विषयमा, अनि यो ट्रान्सपोर्टेसनको व्यवस्थापन, अनि त्यसपछि हामी यहाँ आएर स्पोर्टमा कतिवटा कुराहरू हो, किचनको डिपार्ट, कुनको डिपार्ट, अनि समय कति सेड्युल अलिकति सेड्युल बनाउनु पर्ने व्यवस्थित किसिमले त्यो हामी सुधार्नुपर्छ, अलिकति अझै राम्रो हुने थियो। अनि अर्को चाहिँ के भन्नुहुन्छ भने यहाँनिर हामीले अलिकति पर्दाहरू ल्याएको भए अलिक थोरै सिङ्गार पनि भएको अझ राम्रो हुने जस्तो लाग्यो। त्यो चाहिँ अब नगरे पनि हुन्छ, तर गर्दा अलिक बेटर हुन्थ्यो भन्ने कुरा हो। तर व्यवस्थापनमा चाहिँ विशेष गरेर हामीले अलिक अगुवाहरू जिम्मेवारी हुनुपर्छ है। कति हामीले प्रयास त गरेको हो, तर गर्दा पनि त्यति अलिक पुरा गर्न नसकेको जस्तो लाग्यो, र हामीले यसमा चाहिँ व्यवस्थापनमा विशेष गरेर। अनि यस्ता कार्यक्रमहरू चाहिँ मण्डलीहरूले गर्नुपर्छ, वर्षमा कति गर्नुपर्छ, अथवा एकताली गर्नुपर्छ, वा गर्नुलाई अलिकति उचित छैन भन्ने हजुरको चाहिँ राय चाहिँ यसमा चाहिँ के छ? यस्तो अब यो सधैँ गरिरहने कुरा आएन, किनभने यो घुम्ने मनोरञ्जनको कुरा हो। तर पनि कहिलेकाहीँ अकेजनल्ली यसरी स्पोर्टमा आएर बाहिर गएर सङ्गति र एकअर्काको घुलमिल है, यो वनभोज, पिकनिक, यस्तो खालको एउटा यो पनि राम्रो फेलोसिप हो। यो पुरानो दिनहरूमा, प्राचीन समयमा हाम्रा यो प्रेरितको समयमा हामी लगभग पाउँछौँ। अब है खुल्ला ठाउँमा गएर सेवा गर्ने, सँगै बस्ने, खाने, यस्तो कुराहरू चाहिँ हामीले पाउँछौँ। त्यसले गर्दा यो गर्नु उचित छ, तर अब अहिलेको युगमा त्यो सम्भव त्यस्तो छैन, किनभने हामीसँग अब सीमित समय हुन्छ। त्यसले गर्दाखेरि यसरी सङ्गति गरेर घुमिरहन त अब मिल्दैन होइन। तर पनि अकेजनली कहिलेकाहीँ गर्नु चाहिँ एकदम राम्रो, आशिषमय। यसले चाहिँ हामीलाई एउटा हामी मण्डलीभित्र एउटा पारिवारिक वातावरण क्रिएट गर्छ, र एकअर्काको भाइचारा, भातृत्व र प्रेम र एकतामा अझ निर्माण हुन सहायता गर्छौँ, र एकले अर्कालाई सेवा गर्ने अवसर पाउँछौँ। यसले चाहिँ समग्र रूपमा हाम्रो आत्मिक वृद्धिमा टेवा पुर्याउँछ भन्ने नै मेरो बुझाइ छ। अनि यो आउँदै गरेको क्रिसमस आउँदैछ होइन, हजुरको तयारी साथै मण्डलीले चाहिँ कुन तरिकाले चाहिँ तयारी हुनुपर्छ भन्ने चाहिँ हजुरलाई चाहिँ लाग्छ? हाम्रो अब यो प्रभु येशूको जन्मदिनको अवसरमा सुसमाचार प्रचार, क्यारोल खेल्ने, यो काम चाहिँ एकदम तयारी गर्नुपर्छ नै। चाहे मैले गरौँ या नगरौँ, अरूले गरून् या नगरौँ, तर तयारी गर्नुपर्छ। यो सिजन हो, एउटा ऋतु हो। हुन त परमेश्वरको दृष्टिमा सबै नै अनुकूल नै छ, समय उपयुक्त छ, तर पनि अलिकति विश्व वातावरणमा चाहिँ तत्कालको समय चाहिँ क्रिसमसको एउटा उत्सव चाहिँ विश्वव्यापी रूपमा भइरहेको कारणले गर्दाखेरि यो समय सुसमाचार सुनाउने, येशूको सन्देश अनि ख्रीष्ट येशूको मुक्तिको उद्धारको सन्देश चाहिँ मानिसहरूमा पुर्याउनको निम्ति एउटा राम्रो सुन्दर अवसर हो। अनि यो चाहिँ हामी क्रिस्चियन इसाईहरूभित्र मात्र होइन, संसारले पनि एउटा स्वीकार्ने समय हो। र यो समय अरू बेला पनि प्रचार गर्नुपर्छ उत्तिकै, तर यो समय चाहिँ अलि अनुकूल छ हाम्रो लागि। र यसले चाहिँ हामीलाई यो ऋतुले, यो सिजनले चाहिँ हामीलाई टेवा पुर्याउँछ। यो समयमा सुसमाचार प्रचारका काम र क्यारोल अनि क्रिसमसको जन्मोत्सवको अवसरमा प्रभु येशूको मानव चोलामा लिए जन्म भएको कुरा र उद्धारको सन्देश चाहिँ संसारलाई सुनाउनै पर्छ। यो चाहिँ एकदम गर्नै पर्छ सबै। हुन्छ, धेरै धेरै धन्यवाद। अब जाँदै गर्दाखेरि मण्डली परिवार लगायत तपाईँको विश्वव्यापी मण्डलीलाई चाहिँ हजुरको चाहिँ के छ, केही भन्नु छ? मण्डली परिवारलाई, स्थानीय मण्डली परिवारलाई, हाम्रो मण्डली परिवारलाई यो आजको कार्यक्रमको निम्ति सबैलाई धन्यवाद छ। अनि क्रिसमसको
शुभकामना छ। अनि विश्वव्यापी मण्डलीलाई पनि म त्यही भन्न चाहन्छु संसारभरि रहेर हेरिरहनु भएकोहरूलाई। अनि संसार जो प्रभु हुनुमा आउनु भएको छैन, ख्रिस्टलाई चिन्नु भएको छैन, उहाँहरूलाई पनि ख्रिस्टमा मुक्ति उद्धार छ। उहाँ चाहिँ हाम्रो संसारको मुक्तिदाता हुनुहुन्छ र आजभन्दा 2000 वर्ष अगाडि संसारमा मानवत्वलाई लिएर आउनुभएको उहाँलाई मानवको रूपमा आउनुभएको ईश्वर परमेश्वर मुक्तिदाता भनेर विश्वास गरौँ र उहाँले दिने उद्धार मुक्तिमा अनन्त जीवन प्राप्त गरौँ, यही भन्न चाहन्छु। धेरै धेरै धन्यवाद सर यो समयको लागि र समय दिनुभएको लागि धन्यवाद। जय मसीह। जय मसीह। सरलाई पनि धेरै धेरै धन्यवाद छ। हामी फर्किँदैछौँ। यो बस हो हाम्रो। यसरी हाम्रो पिकनिक आज एन्ड भएको छ। यहाँहरू सबैलाई धन्यवाद, पेसेन्स भएर हेरिदिनु भयो। परमेश्वरको अनुग्रह र तपाईँहरूको प्रेमको कारणले गर्दाखेरि आजको यो हाम्रो वनभोज कार्यक्रम एकदम सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न अप्ठ्यारो स्थितिहरू हामीले पार गर्दै हामी हिँड्यौँ, विभिन्न समस्याहरू हामी खेप्यौँ, तर पनि अन्त्यमा चाहिँ सबै कुरा चाहिँ एकदमै सुन्दर र एकदमै असल भएको छ। त्यसको लागि परमेश्वरलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ। र आजको सभा दिन र वनभोज कार्यक्रम साह्रै नै असल भएको छ। परमेश्वरको महिमा आज यो डाँडाले नि पाएको छ। धेरै धेरै धन्यवाद हुन्छ। यहाँहरू भ्युअर्सहरूलाई पनि धेरै धन्यवाद। अब हामी हाम्रो बाटोतिर लागिरहेका छौँ, जाँदैछौँ। अन्धकारले ढाकेको छ एकदमै, हेर्नुहोस् त, अन्धकार एकदमै ढाकेको छ। संसार जति नै अन्धकारले ढाके तापनि ज्योतिका महाराज बोकेर हिँड्ने हामी, ज्योतिका परमेश्वर, हामी अन्धकारमाथि विजय भएका सन्तान हौ। हुन्छ, धेरै धेरै धन्यवाद। अबको दिनहरूमा अझ यो कुराहरू बढ्दै जानेछ, राम्रो हुँदै जानेछ भन्ने एउटा आशाका साथ मण्डली परिवार लगायत हाम्रो विभिन्न डिपार्टमा काम गर्नुहुने ट्रान्सपोर्टेसनदेखि लिएर यो प्रोग्राम अर्गनाइज गर्ने टिम कमिटी मेम्बर्सहरूदेखि लिएर खानामा सहायता गर्नुहुने म लगायत मेरो टिमहरूदेखि लिएर हाम्रा जवान भाइ बहिनीहरू जसले विभिन्न ठाउँहरूमा विभिन्न विधामा हामीलाई सहायता गरेका छन्। सङ्गति सञ्चालनदेखि लिएर सङ्गति समापनसम्म धेरै नै सहायता गरेका छन्। त्यसको लागि पनि हामी प्रत्येकलाई धन्यवाद साथसाथै एकदमै आभार व्यक्त गर्न चाहन्छौँ। यो आजको प्रोग्रामको लागि धन्यवाद। यसरी नै आउने दिनहरूमा पनि हामी अझ बढिकन चाहिँ एकजुट भएर चाहिँ विभिन्न प्रार्थनाका सेवाकायहरू पनि हामी गर्नेछौँ भन्ने चाहिँ मेरो एउटा आशा छ। त्यो चाहिँ हामी निरन्तर नै गर्नेछौँ। र यो वार्षिक यसरी घुम्न जाँदाखेरि साँच्चै नै परिवार बिचको एउटा समन्वय र भातृत्व प्रेम चाहिँ बढ्ने रहेछ भन्ने चाहिँ त्यो चाहिँ मैले महसुस गरेको छु। साथै अर्को कुरा चाहिँ के भन्न चाहन्छु भने अबको दिनमा चाहिँ जति पनि प्रोग्रामहरू हामीले बनाउँछौँ भने एउटा स्पेसिफिक टिम बनाएर चाहिँ सबै कुरा चाहिँ अगाडि नै हामीले मिटिङबाट चाहिँ गऱ्यो भने चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ मेरो धारणा छ। तर हामीले जति नै भने पनि जति नै बोले पनि आजको प्रोग्राम आजको कार्यक्रम चाहिँ साह्रै नै असल भएको छ।
त्यसमा चाहिँ म एकदमै खुसी छु। मण्डली परिवार लगायत हाम्रा सबै टिमहरूलाई धेरै धेरै धन्यवाद। अनिखेरि आउँदै गरेको क्रिसमसको चाहिँ अग्रिम शुभकामना। हस्त सबैलाई मेरी क्रिसमस, जय मसीह।